उता बोल लगा मलाई के थाहा यो होइन क्या यार कमलो ए म त यहाँ छु तिमीहरू कसलाई पिटिरहेछ तू त्यहाँ छ भने गोलमाल है भाई सब गोलमाल ल ब्याग राखेर गएर हेर त तिमीहरू मलाई पिटिरहेन होइन दादा यार यो त सम्मान हो यार एक रिस्पेक्ट हो क्या दादा यार यो त एक्सरसाइज ल ल ठिकै छ आजको होली छ अब केही कुरा गरौँ आज त होली आज त जसलाई भेट्यो त्यसलाई रङ्ग लगाउनु पर्छ अघिल्लोचोटि होलीमा दाइलाई एकजना दाइलाई रङ लगाएको थियो लास्ट त्यो त तिमीहरूले गलत मान्छेलाई रङ्ग लगाएको यसपालि म हेर्छु वाह तू आँखा नदेख्ने मान्छे आफ्ना जुत्ता चप्पल त देख्दैन मान्छे मैले त तुलाई कुकुराको जस्तो थुत्नु छ भनेर कहिले भनेन शिवरात्रिमा त मलाई एक्लै बना होलीमा बनाउन मिल्दैन थाहा पाइरहेको छ है यो कुरा त्यसैले बाबु आजको हेर म हेरिराख हेरु लिन त हेर लाइन त पानी थाहा न म पछाडिबाट आएर त्यो लोला हान्छु है म अहिले आएँ यो अहिले मेरो को यो कलरमा फाल्ने म अहिले हस्पिटल जान लागेको थिएँ को यो मेरो रङ फाल्ने कसलाई सोधेर रङ लाग्यो ट्युसन क्लास त आउँछ नि साँझ अब त्यही देखाएको तिमीहरूलाई तिमीहरूले मलाई यस्तो जिम्मा दियो त्यो भुटाउँछ तिमीहरूलाई देखाउँछु ट्युसन क्लासमा आइरहनु आउनु भयो मर्निङ सर सर हजुर सर ए यता बसौँ हुन्छ सर हिजो तिमीहरूले मलाई नसोधेर रङ्ग लगायो नि होइन ए साइलुट सर हाम्रो त केही गल्ती छैन नि सर हामीलाई त्यो सुभाषले फसाएको हो नि सर हामीलाई त त्यस्तो केही थाहा छैन सर होली सोलीमा मलाई इन्ट्रेस्ट छैन सर यिनीहरू मलाई फसाएर आउनु के सर म त सोझो मान्छे बिचरा ऊ पढिरहेछ उसलाई त्यस्तो गर्ने काम गर्छ होइन तिमीहरू ऊ बिचरा सोझो छ कस्तो छ नरेन्द्र टाउछ हजुर सर तिमीले मलाई हिजो किन रङ्ग लगायो हामीले कहाँ लाग्यो सर सुभाषको फसाउने मैले त उसको सपोर्ट मात्रै गरेँ हो होइन होइन सर मलाई पढ्ने भनेर हो के मलाई यसरी फसाएर आयो ऊ गरेर आएको हुन्छ नत्र मैले गल्ती गरेछु भने चाहिँ मलाई पिट्नु सर पिट्नु न सर पिट्नु ऊ सोझो रहेछ त उसले हेर कति पढिरहेछ ऊ गरिरहेछ सोझो मान्छेलाई यसरी तिमीहरूले मैले हिजो तिमीहरू दुईजनालाई मात्र देखाएको हो अरू उसले देखाएको छैन उसै ऊ बिचरालाई फसाउने तै होस् आज मेरो पढाउने मुड तिम्रो सरले यस्तो पिट्यो यार मलाई धेरै धेरै दुःख लाग्यो साथीको लागि तिमीले एकदम बलिदान दियो यार अब यो साथीको लागि अब के भन्ने शब्दै छैन यार अब तँ अहिले हामीलाई सम्झाउन आउँदो उही बेला कुटाइ खानेलाई भनिसकिन तँ आफू भनेर सम्झाउनु रंगले भरियो आज आकाश सारा माया र हाँसो छरियो गाउँभरि प्यारा रातो नीलो पहेलो सपना जस्तै तिम्रो मेरो साथ होलीको रंगमै होली आयो रमाइलो छायो मनभित्र खुसीले गीत बजायो तिमीसँगै नाचौं तिमीसँगै गाउँ यो रंगीन पल कहिले नमराओस् यार होली त भयो यार अब यार केटी पनि गयो यार कोही भेटिँदैन यार ए आइ पर्यो
पहिला त्यो केटीलाई म लाउँछु केटा नहीं यार म लगाउँछु के नै म लाउँछु यार म लगाउँछु के म लगाउँछु यार 5 सालको एक्सर्साइज छ मसँग यार एक्सरसाइज हैन के एक्सपिरियन्स हो के के त्यही एक्सपिरियन्सै हो के गुरुजीको लागि चिया भनेर म कलर लगाएर आउँछु के त्यो केटीलाई हेलो एक्सक्युज मी A few inches later. अहिलेसम्म पनि आएन यार के गरिरहेको छ त्यो भर्खर त गयो यार कलर लगाउँदै होला आउला नि बिस्तारै Eternity later. त्यो यार गुरुजी पनि यार गोरु भयो यार लास्ट अहिलेसम्म पनि आएन गुरुजी त्यस्तै त हो त त्यो गोरुमा चाहिँ पछाडि पछाडि लाग्ने यार अहिलेसम्म पनि 3 hours later. ओहो ए परे आयो त्यसलाई खोइ कुटे जस्तो ओ भने खोइ कुटे कि के हो कुट्यो कि कहाँ लभ बाइट दिए जस्तो छ गुरुजी त्यो तपाईँको गालामा अर्को गालामा ढाडमा के भयो यस्तो किस दिया हो के यहाँ किस दियो यहाँ नि दियो यहाँ त कति दियो यहाँ पनि समात्यो भन्न खोजे यहाँ पनि समात्यो भन्न खोजे हो क्या यस्तो तिमीहरू बुझन विस्तृत रूपले तिमीहरूलाई गुरुजीको त खतरा रहेछ त यार केटाहरू म पछि फेरि आउँछु ल हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ खै यार यो गुरुजीलाई के गरे अब जस्तो लाग्यो मलाई त होइन त्यो भनेको तरिकाबाट त माया गरे जस्तो छ खै बुझ्नै सक्दैन यार खै यार त्यो त कुरै कस्तो हो यार ओए नमारेले त्यही खुचरीले भैया नमारेले हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ये क्या हुआ यहाँ हान्यो हान्नु त हानेले जो लास्टमा कलुवा बनाउनु साले कलुवा कहिले ऐनामा हेरेको को साल मेरो बिहालो